नानीहरूको स्कुल स्टार्ट भएदेखि म मात्रै बिजी हो कि हजुर पनि यस्तै बिजी हुनुहुन्छ? सो हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। नानीहरूको स्कुल स्टार्ट भएदेखि चाहिँ उनीहरूलाई पुऱ्याउने, लिन जाने, टिफिन लिएर जाने, अनि बेलुका ल्याएर होमवर्क गराउने, यतिमै दिन सकिन्छ। अरू चाहिँ केही गर्न पाइँदैन। मैले चाहिँ पाएको छुइनँ भनौँ न। आज पनि उनीहरूलाई स्कुल पठाएर मात्रै मैले भिडियो लिन पाएँ। त्यो पनि नानीहरूको टिफिन बनाउँदै गरेको। उनीहरूले चाहिँ आज पुरी सब्जी ल्याइदिनु है मामु भनेको थियो, त्यही भएर उनीहरूको लागि बनाउँदैछु म पुरी सब्जी। मेरो ठुलो छोरीको चाहिँ अलिक ढिलो टिफिन हुन्छ, सानो छोरीको चाहिँ अलिक छिटो टिफिन हुन्छ। सानो छोरीलाई टिफिन खुवाइसकेपछि अनि बल्ल ठुलो छोरीको टिफिन हुन्छ। यसरी छोरीलाई टिफिन खुवाएर आएपछि चाहिँ म आफ्नो लागि नास्ता बनाएर खान्छु। अस्ति चाहिँ म भाटबाटी गएर हेल्दी फुडहरू मात्रै लिएर आएको थियौँ हामीले चाहिँ, अब अनहेल्दी नखाने भनेर। श्रीमानज्यू अफिस गएपछि, छोरीहरू स्कुल गएपछि एक्लै भइसक्यो। मैले खाने भनेको चाहिँ करेन्ट चाउचाउ हो। जति नै हेल्दी खान्छु, जति नै वेट लस गर्छु भने पनि मेरो लास्टमा पारा चाहिँ यस्तै हुन्छ। वेट लस गर्छु भनेर हप्ता दिन जति डाइट गर अनि हप्ता दिन पछि फेरि करेन्ट चाउचाउमा झरिहाल्छु म। यस्तो चाहिँ गर्नु नहुने हो, तर पनि के गर्नु। हस् त, थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो। बाई बाई, किप वाचिङ।